दुधका धोएका तपाईँ हौ। अब तपाईँ जे गर्न मन छ गरे हुन्छ। मैले भने त मसँग त्यो मसँग कुरा गर्न पर्ने के जरुरतै छैन के। किन नगर्ने बाबा छन् त्यहाँ आउँछन् त्यहाँ उनीहरूसँग कुरा गरे हुन्छ। मम बाबासँग बिहे गरे मैले तसँग बिहे गरे त हो मेरो बुढी ऊ बल्ल त्यो दिमागमा त्यो छिर्यो त्यो कुरा हो। मसँग गरेका थिए मेरो मम बाबासँग त्यो पर्मिसन लिएर उनीहरूसँग मेरो बाबासँग तेरो बिहा भए आइन गरे मेरो मम्मीसँग बिहे भए आइन हो। उनीहरूलाई बीचमा किन ल्याउँदैछ यानी उनीहरूले सिकायो नि त छोरीलाई मिल्नु छोरी यस्तो घर नबिगार भन्ने ठाउँमा छोरीलाई इन्करेज किन गरे त इन्करेज गरे मोटिभेट गरे हो इन्करेज त्यही त मैले गर्दै गर्दैन म त्यो मान्छेसँग म बस्दैन भनेपछि कोही पनि जब कोही केही गर्न सक्दैन। भगवान आए पनि त्यहाँनिर आएपछि मान्छ भने त्यहाँनिर एग्री हुन्छ त्यो कुरामा नै छोड्नु पर्ने कारण बताइदिनु पर्यो नि त। मैले केही गल्ती गरेँ कि मबाट केही गल्ती भयो भनिसके कारण म कुनै मान्छेसँग कसैसँग त्यो बस्न मन छैन भनेपछि तिमीहरूले मलाई किने हैनौ। पहिलो कुरा किने हैनौ। तिमीहरूको लागेको पैसा दिन्छु भनेर भनिसकेका थियो गरिसकेका थियो। डिभोर्स हुनु पनि त्यो केही त्यो ऊ होइन। मान्छेको केही कुरा नमिल्यो भनेपछि आर्गुमेन्ट भयो भनेपछि केही त्यो मिसअन्डरस्ट्यान्डिङ भयो भनेपछि त्यहाँनिर भनेपछि हुन्छ। त्यही त थाहा छ तिमीहरूले त्यो कुराको यत्रो त्यो ऊ बनायो त्यो पहाड बनायो टिकटकमा सबै गरेर डिभोर्स पाइहाल्यो पुरस्कार पाउनु त्यहाँनिर त्यहीबाट टिकटकबाट पैसा कमायो गरे हुन्छ। अब त्यही त तिनीहरू देलान् त टिकटक देलान् नि त देलान् किन नदेलान् दिन्छन् नि। अहिले कोर्टमा किन जानु पर्यो सबै जज त्यही बसै छन् टिकटकमा सबै चिज त्यही गर्नै परेका छन्। तिनीहरू छन् त मान्छे नै त्यो त देलान्। अनि मान्छेले डिभोर्स दिनु भएपछि त नेपालमै जानुभन्दा अगाडि ल भिसा पनि मैले लगाइदिएँ ठिक छ। तर डिभोर्स दिइसकेपछि मैले लगाएँ नि रात दिन पढाउने म होइन। मैले पढेर मैले उ गरेर मैले किताबै नसम्म मैले उ नगरे भइदिए तिमीहरूको कसरी भयो नै मैले लगाएँ मेरो मेहनत बच्चादेखि मेरो मम बाबाले मलाई पढायो इङ्ग्लिस मिडियममा पढायो। मैले कहाँ तँलाई यहाँ सरकारी हालिदिएँ काठमाडौँको वेस्ट पोइन्ट 5 तले बिल्डिङमा हालेको थिएँ। टिचरलाई नभए भिडियो कल गरा भने नि म गराउन तयार छु। कसरी पढाएको थियो भनेर कसले भन्यो भनेपछि म त्यही नै त भिडियो बनाए मैले पढाएको छैन भनेपछि ल वेस्ट पोइन्टमा गएर म प्रिन्सिपल अस्ति आउनु नै भएको थियो कुरा गर्नु हुँदै थियो। म भनेपछि कुन सा ठुलो कुरा भयो त्यो मैले भनेको कुरा मान्छे ल्याएपछि पढाउनु पर्दैन नि। तिमीहरूले नल्या भए पनि मेरो मम बाबा के मलाई पढाउँथेनन् गर्थेनन् मलाई पाल्थेनन् भनाइ हो के। त्यो त आफ्नो छोरी त जसले पनि पालिहाल्छ।